dinar, Okay. 1 kg. Okay. Half. Yeah. पैसा त मेरो पाएन तपाईँ नै खा 3, 3, 6. 4. 6. हाई हेलो सो एभ्रिवान सबैजनालाई नमस्ते होइन म चाहिँ कुवेतबाट हो होइन आज चाहिँ स्पेसली आज सोमबारको दिन हो होइन अनि मैले चाहिँ आज जुन बिहानको ड्युटी गरेको थिएँ अनि दिउँसो चाहिँ अब ड्युटी थिएन नि त अनि त्यही भएर आज चाहिँ अब कार वास गर्ने होइन अनि वासिङमा लगेर कार वास गर्ने भन्ने विचार गरेको होइन विचार गरेको पनि 3-4 महिना भइरहेको थियो बल्ल फ्री भयो होइन आज चाहिँ गाडी नै लगेर धुने भन्ने भएर चाहिँ मैले ड्युटी पनि गरेको थिइनँ होइन सो अब आज चाहिँ धेरै भइरहेको थियो क्या मैले गाडी नधोएको पनि 6 महिना समथिङ 6-7 महिना जस्तो भइरहेको थियो होला बाहिर अब धुने भन्यो होइन अनि त्यहाँबाट पानी परिदिइहाल्ने आज धुन्छु भन्थे पानी परिदिइहाल्थ्यो अनि त्यो धुने जाँगरै आउने थिएन क्या अनि अब चाहिँ धेरै भित्र पनि अलिअलि फोहोर भएछ होइन अलिअलि के धेरै नै फोहोर भइदियो क्या त्यो माटोहरू होइन अनि हिजो यसो हेरेको पुरा भित्र झार उम्रिन थालेछ क्या गाडीभित्रै झार उम्रिन थालेछ अनि अब मलाई त्यसलाई भेट्यो भने त 4-5 केडी हान्छ होइन अनि कम्पनीले भेट्यो भने पनि फाइन हान्छ त्यो भनेर चाहिँ अनि अब आज चाहिँ यसो चट्ट अब गएर चाहिँ वासिङमा लगेर होइन एकदम यस्तो चकाचक बनाउन लाउने हो होइन बाहिरखेरि चाहिँ अलिअलि धुँदैछु सो भित्र चाहिँ अब बाहिर चाहिँ यसो हिजो अस्ति मैले यो पुसिरहेको थिएँ होइन अब गाडी चाहिँ मेरो यही हो हेर्दा पनि घिनलाग्दो छ होइन यस्तो छ भित्रको देखाउँदा त यो पुरा यस्तो भइरहेछ क्या यतिसम्म फोहोर भएको छ गाडी मासाले मैले धुने नै भनेर मैले सफा नगरेको हो क्या गाडीमा तेल हाल्ने बेला पनि भइसकेको रहेछ होइन अब गाडी धुन लाने अनि सबैलाई चाहिँ तेल हाल्ने आज चाहिँ अब भरे मेरो रातिको मात्रै ड्युटी भएको हुँदाखेरि होइन अनि अब दिउँसो चाहिँ यो वासमा लगेर चट्ट आज धोइदिउँ भनेको होइन यसो भिडियो हेर्दै गर्नु होला वासिङले पनि धुन मान्दैन क्या यत्रो फोहोर देखेर अब कति भन्छ होइन अब आफ्नो गाडी त होइन साथीको गाडी भन्नु पऱ्यो अब आफ्नो गाडी भन्नु भने त फेरि अब लाजै मर्दो हुन्छ साथीको गाडी भन्नु पऱ्यो होइन नत्र भयो वासिङले पनि धोइदिँदैन क्या केही फोहोर छ क्या गाडी त्यही भएर पनि के गर्छ यो अनि टाढा त छैन वासिङ गाडी धुने ठाउँ त्यति टाढा त छैन नजिकै छ त्यही पनि सो फाइनल्ली गाडी धुने ठाउँ पनि आइसक्यो होइन गाडी चाहिँ यहीँ हामी धुने हो यहाँ पहिले मैले धोएको थिएँ क्या गाडी त्यही भएर चाहिँ सलाम कार वाश करना है हिंदी अरबी माफी how much 2 dinar. okay فوق double 2 dinar. فوق 2 half. okay 2 half hook down فوق down यता लाने रहेछ सबैलाई चाहिँ सट्टै यता लाने भन्छ कहाँ लान आएको गाडी चाहिँ वासमा ल्याइसकेँ मैले त्यो रहेछ नि त गाडी फोहोर आज मेरो गाडी चाहिँ यहाँ ल्याइसकेँ हाम्रो यो धुने गाडी हो होइन होइन यो गाडी यस्तो छ पुरा यसमा टडेओरेको धुँदो रहेछ अरबी बोल्न आएको मलाई म बुझ्न ओके 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 टोटल 2 kg half 2 kg half total what right دي مرة
وممكن يجي هذا 4 4 4 4 3 3 6 4 6 2 half 6 8 half 8 okay No, this total 2 kg half. 2 kg half. okay بس But 2 kg half. شوف هذا صابون ما يجي Okay, no problem. هذا مو زين ها؟ هذا مو زين ما يجي عشان كده ماكينه لازم ينظف من تحت بعدين ووتر Okay. لازم هذا اسبري Three, yeah. هذا من الماده خلي شوف Okay, خلي 2 kg half. شوف 2 kg half. ايه شوف كده هذا في جيب اثنين الزيتين هذا 3 2 هاف 5 هاف हिंदी लैंग्वेज माफी هذا راشد ले भने यसले भनेको कुरा बुझिनँ मैले इन्डियनलाई बोलाएँ होइन راشد वो बोल रहा है क्या बोल रहा है मैंने कुछ भी समझ में नहीं आया मैंने बोला है ये वॉश करना है 2 kg हाथ में ये वॉश होता है 2 kg हाथ में हाँ वही करना है इसी साथ छोड़ दो नीचे कहीं पानी आता है क्या आता है साथ छोड़ ब्रश ले लो पूरा साफ हो जाएगा हाँ कितने में होता है ब्रश कितने देना है तो चाली जाता है 2 देना स्कूल में बार देना है नहीं आप क्या ना हाँ नहीं है काम वाले का वो कोई मुश्किल से नंबर को बोलो एड्रेस क्या है पैसा तो नहीं देता है ना कंपनी में लिखा है खराब हो जाएगा ना फिर बाद में नहीं कोई प्रॉब्लम नहीं है क्या करो जब वो 2 kg हाथ में होता है ना बाहर तो अंदर के हाल में है ना वो करो और नेक्स्ट आएगा नेक्स्ट आने के बाद वो नेक्स्ट आने के बाद रहेगा नहीं होने के बाद लेके जाएगा ना हाँ वो अंदर भी धोएगा ना अंदर हवा मारेगा हवा मारेगा कपड़ा से अंदर चाहिँ अब यसरी वास गर्ने होइन यो यति धेरै फोहोर रहेछ है मुनि पनि त्यो थुप्रो भइरहेको थियो नि त मेरो गाडी यो नधोको अनि अब अहिले टल्किँदै छ अलिअलि मुनि यति फोहोर छ है यो गाडीहरू यति फोहोर छ फोहोर देखिरहेको छ क्या मान्छेले लाजो गर्नु हुन्छ सामान त राख्नु पर्यो सामान चाहिँ यसरी कुटीमा राख्नु पर्यो क्या No, I'm a YouTuber. सोच्यो होला क्या कस्तो फोहोरी रहेछ भनेर सोच्यो होला क्या होइन त्यो यो तौला पनि यति फोहोर छ बोतल सोतल सबै म पनि मान्छे त लास्टै फोहोरी भइसकेको छु क्या सायद धुने पनि छुने होला क्या मैले चराले गाडी रुखमुनि राखेको होइन त्यो चाहिँ पुरा हब्दिछ क्या चराले अनि यो पुस्न अल्छी लाग्यो क्या यस सिसामा यो चराले त्यही भएर चाहिँ अनि लास्ट समस्या पर्छ क्या
गरियो धेरै फोहोर थियो क्या भित्र, त्यही भएर मैले नधोएको होइन। यो धेरै धुलो उडी थियो होइन, धुलो उडी भएको कारणले गर्दाखेरि मैले भित्र धुन नै अल्छी लागेको होइन। अब राम्रो राम्रो हुँदैछ, अलिक हेर्न हुने हुँदैछ क्या। त्यो सिटहरूमा चाहिँ कफी पोखेर होइन, कफीहरू पोखेर त्यस्तो भएको। मैले चाहिँ अब यो पुस्नको लागि गाडी ल्याएको छु होइन, गाडी पुस्नको लागि ल्याएको। अनि अब यो पुस्काएपछि अब तेल हाल्न जाने होइन। टाढोहरू पुस्किँदैछ, पुस्किन्छ अब थोरै रहेछ। यिनीहरू पनि मभन्दा अल्छी नै रहेछन् क्या, यो काम गर्ने पनि मभन्दा अल्छी नै रहेछन्। गाडी पुस्नको लागि चाहिँ मभन्दा नै अल्छी नै रहेछ क्या। यो भन्दै थियो क्या, पुरै तेरो फोहोर छ मजाले धोइदिए भन्दै थियो होइन। चाबी टिप्स दिन्छ भनेको होला, यहाँ हामीलाई त कसले टिप्स दिन्छ, यसलाई कसले टिप्स दिन्छ। चट्ट तेल हाल्न जाने हो। तेल हालिसकेपछि अनि आजको काम चाहिँ सकिन्छ। तर राम्रै धोइदिएछ, त्यस्तो नराम्रो त होइन, त्यो राम्रै धोइदिएछ साथीले। तर 2-3 केटीतिर जस्तो नराम्रो धोएर नि हुन्छ र। आजको सिफ्ट फाली ड्युटी नगरी गाडी धुन आएको। अनि अब त चक्का हो नि त। अहिले चाहिँ यो म अल्फाको पेट्रोल पम्पमा आएको छु होइन तेल हाल्न। अब यहाँबाट तेल हालिसकेपछि चाहिँ अनि आजको ड्युटी सक्यो भने अब रुमतिर जानुपर्छ होइन। अब चाहिँ तेल हाल्नु पर्यो। काममा हाम्रो चाहिँ अल्फाको कार्ड छ होइन, अल्फाको कार्ड हुँदा चाहिँ सजिलो हुन्छ क्या। आधी फुल तेलमा चाहिँ पैसा दिनु पर्दैन क्या, यो कार्ड बनाइदिएको छ कम्पनीले होइन। अनि कार्ड स्ल्याप गरेपछि आफै तिर्नु सक्छ। 2 केडी 550 तेलको खाएको तेल। अब रुमतिर लागिने भयो। हाम्रो चाहिँ काम सकेर होइन, मेरो चाहिँ काम सकेर अब रुमतिर लागेको होइन। भाइलाई पनि भेटेँ, मुजीलाई पनि। मान्छे हेर्दा चाहिँ छिया सानो सानो छ होइन, तर है लास्ट मजाको छ क्या यो। सकेन हो कि होइन मुजी? ठिक छ जे होस् होइन। त्यसलाई मैले त्यो चिसो देखाइदिन्छ, त्यो चिसो पनि किनिदिएको होइन। किनेर कहिले खाँदैन मुजीले, कहिले मैले खुवाउनु पर्छ। हो कि होइन भन न, हो कि होइन?
हाम्रो चाहिँ रुममा आइसक्यो होइन। फर्स्टै बाहिर चाहिँ गर्मी थियो अनि बाहिर अहिले खाना खाँदैन नि त चिसोहरू। यो चाहिँ यताको बियर भन्दो रहेछ क्या, एल्कोहल 0 एल्कोहल रहेछ, बियर भन्दो रहेछ। नाम पनि के हो नाम, यो गाउँको हुँदो रहेछ, स्ट्रबेरी गर्दो रहेछ। बाहिर अहिले खाना दिँदैन नि त, यो नलास नपरिकन। सो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला है।